इङनाम लिम्बू जातिहरूको बढी बसोबास भएको युवा गाविसमा मैनाली, प्रसाई र अरू जातिका क्षेत्रीय बाहुनहरूको साथसाथै केही मात्रामा मगर जातिहरूको पनि बाहुल्यता रहेको पाइन्छ। त्यस अतिरिक्त अन्य जाति जनजातिका मानिसहरू पनि छासमिस मिलेर बसेका छन्। कुल जनसङ्ख्या 3539 रहेको यो गाविस सदरमुकामबाट 13 कोस उत्तर पूर्व दिशामा अवस्थित रहेको छ। यहाँबाट संक्रान्ति बजारको युवापट्टिको केही भाग पनि देख्न सकिन्छ। यस अर्थले यो गाविस संक्रान्ति गाविससँग जोडिएको कुरा बुझ्न सकिन्छ। धान खेती यहाँका बासिन्दाहरूले अपनाइ आएको मुख्य कृषि पेशा हो। उत्पादनको हिसाबले यहाँको माटो अत्यन्तै उर्वर भएको स्थानीयवासीहरू बताउँछन्। यसरी हेर्दा कताकति यसलाई पहाडको मधेस पनि भन्ने गरिएको छ। यहाँको अर्को विशेषता हो फलफूल उत्पादन। त्यसमा सुन्तला, आँप, जुनार र कागती जस्ता फलफूलहरूको राम्रो उत्पादन हुने गर्दछ। हुन त फलफूल खेतीमै यहाँका कृषकहरू भर परेको भने देखिँदैन। कुनै दिन यो क्षेत्रमा यातायातको विकास भयो भने यहाँ उत्पादन भएको फलफूलले राम्रो बजार पाउन सक्छ र यो क्षेत्रलाई फलफूल उत्पादनको निम्ति प्रवर्धन गर्न सकिन्छ। आजभोलि गाउँ गाउँमा टिभी पुगेको कुरा नौलो अवश्य लाग्दैन। त्यति मात्र नभएर आजभोलि डिक्स एन्टिना समेत गाउँघरमा देख्न सकिन्छ, जसले गाउँलाई समेत विश्वको हरेक कुनासँग निकट तुल्याइदिएको छ। यहाँ एक स्वास्थ्य चौकी पनि रहेको छ, जसले यतापट्टिका धेरै बासिन्दाहरूलाई उपचारको सुविधा उपलब्ध गराइरहेको छ। शैक्षिक जागरण यो ठाउँको अर्को विशेषता हो, जसको कारणस्वरूप यहाँ 1 मावि, 2 निमावि र 4 वटा प्राइभेट स्कुलहरू सञ्चालन भइरहेका छन्। जयप्रकाशज्यू, अहिले यो स्कुल कसरी सञ्चालन भइरहेको छ त? के छ स्कुलको वस्तुस्थिति के छ? अहिले भनेको अब सरकारी तौरबाट यहाँ प्राविका 4वटा दरबन्दी र निमाविको एउटा दरबन्दी गरेर 5 दरबन्दी छ र हाम्रो निजी स्रोतबाट हामीले अरू 4 जना शिक्षकहरू थपेर कक्षा 8 सम्म सञ्चालन गरिरहेका छौँ। यसले कुन भेगका यो कति भेग समेट्छ त तपाईको स्कुल? अब खास गरी यो स्कुलको एरिया भनेको 4 नम्बरमा छ हैन। यसको छिमेकी वार्ड भनेको 5, 9 र यतापट्टि 8 का केही घरहरू, केही विद्यार्थीहरू त्यहाँबाट पनि आउँछन्। अनि यो स्कुलमा अब जस्तै हाम्रो हङकङ तेह्रथुम मञ्चका केही सदस्यहरूले पनि डोनेट गर्नुभएको छ सुनिन्छ। के भन्नुहुन्छ तपाईँ? राम्ररी गर्नुभएको छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद। त्यसमा मेरो भाइ पृथ्वी इङनम र काका प्रेम कुमार इङनम र अर्को एकजना काका हुन्छ, उहाँ चाहिँ अब स्वर्गीय हुनुभयो हङकङमै, कविन्द्र इङनम उहाँको नाम चाहिँ। उहाँहरूले कति 10,000 रुपियाँ गरेर 30,000 एकमुष्ट रकम पठाइदिनु भएको थियो र त्यसबाट हामीले कति 10,000 को यहाँ जग्गा खरिद गरेर यो खेल मैदान अलि विस्तार गरेका छौँ र अरू चाहिँ हामीले अक्षय कोषमा राखेर त्यसको ब्याजबाट सरहरूलाई चाहिँ यसो तलब दिने काम गरेका छौँ। यो धानबारीको बिचमा रहेको युवा गाविसको सिमले गाउँमा भएको प्रणामी मावि हो, जुन हालसम्म उच्च मावि हुन सकेको छैन। भानु प्रावि यतापट्टिको अर्को प्रावि स्कुल हो, जुन स्कुल युवा गाविस अन्तर्गतको भदौरे गाउँमा अवस्थित छ।